हजुरको शुभ नाम कला राणा अनि ठेगाना ठेगाना मिल्सेरा रानी 16 हजुर नेपाल विराटनगर। अनि हजुरलाई के समस्या थियो? नसा चेपिएको थियो हजुर। अनि यो के अरे ढाडमा अनि मैले यो आयुर्वेदिकहरू पनि गरे। अनि समस्या के हुन्थ्यो त चेपेको? ढाड सुत्नु उठ्नु नै एकदम गाह्रो, उल्टिनु पल्टिनु गाह्रो, कोल्टे फेर्न यताउति घुम्न उड्न अनि यो खुट्टा समेत जान्थ्यो समस्या, बौडिने दुख्ने। बौडिने चाहिँ अहिले पनि हुँदै थियो तर अहिले चाहिँ कम भएको छ। अनि यो चाहिँ कति पुरानो थियो? यो पुरानो 5-6 वर्ष भयो। 5-6 वर्ष भयो। यसको उपचारहरू त गर्नु नै भएको होला पहिला पनि, तर समस्या अहिलेसम्म थियो। अनि म जुन थेरापी दिँदैछु यो थेरापी आज कति दिन लिनुभयो? आज 7 दिन लिनुभयो। अनि 7 दिनको थेरापीले जुन समस्या थियो, कोल्टे सोल्टे फेर्न गाह्रो हुने, बौडिने, यताउति दुखाइ, त्यसमा के कतिको सहज फिल गर्नु भएको छ मोटामोटी? त्यसमा चाहिँ अलिक सहज त भएको छ मलाई उल्टिनु पल्टिनु, किनभने अब त थाहै हुँदैन कि म पल्टिरहेको छु भनेर। हजुर। अनि हिँड्दा ओर्दा त मलाई त्यति प्रब्लम छैन, त्यही बौडिने पनि अहिले कम भएको छ। जुन समस्या थियो कोल्टे फेर्न दुख्न बौडिन त्यसमा चाहिँ कम चाहिँ 7 दिनको थेरापीले भएको छ। मोटामोटी कति होला? 4 आना 25% 30% मोटामोटी कतिको? 30-40% त छ है। 30-40% जतिको चाहिँ यो सहज पाउनुभयो। ठिक छ, इलाज त अहिले कन्टिन्यू नै छ, अहिले डोज पूरा गर्नुपर्छ। अनि यो 7 दिनको जुन रिजल्ट छ, जुन यो सहज भएको छ, यो रिजल्टले हजुर सन्तुष्ट हुनुहुन्छ? सन्तुष्ट छु अहिले त। के आशा छ अगाडि नै पहुँच? अब 1 हप्तामा सायद म ठिक हुन्छु होला भन्ने आशा छ। हजुर, धन्यवाद। थ्याङ्क यू।